Cenderung wilayah rumah pertambangan dia bercandang dengan lebih nagarikana menafsalai nobisolikanah wanita tunggalé namanya butuh dalam sambalan hai bhai neहरूलाई क्यान्डिल सबैजनाले बाल्नुभयो यस पछाडि भइआएर बस्नुहोस् अभिभावकज्यूहरू हजुरहरूसँग अगाडि बढिदिनुमा अनुरोध गर्न चाहन्छु यो बिहेलाई आफ्नै छोरा सम्झेर आफ्नै भाइ सम्झेर आफ्नै दाजु सम्झेर आफ्नै दिदी बहिनी सम्झेर उहाँहरूको सम्झनामा उहाँहरूको समाजको तीर शक्तिको काम गरेर आज हामीले यो बिहेलाई चलाउनेछौँ र सुरु गर्नुहोस् हजुरहरूले पनि सानै पालो बालिदिनु हुन म अनुरोध गर्न चाहन्छु बालिदिनुहोस् सानै पालो गरेर बालिदिनुहोस् भिड नगरिकन हामी चाहिँ महान सपोर्टहरूलाई सम्झिनेछौँ यस समयमा परिवर्तनको लागि आफ्नो जीवन आफ्नो अमूल्य जीवन परित्याग गर्नुभयो राष्ट्रिय सपूत उहाँहरू आज पठाइदिनु भएको छ उहाँहरूको नाममा उहाँहरूको सम्झनामा उहाँहरूको आत्माको शान्तिको अनुरोध कामना गर्दै यो घडीमा यो एउटा दियोलाई हामी जलाउनेछौँ र उहाँको आत्माको पनि हामीले तीर शान्तिको कामना गरिरहेका छौँ जयन्ती पुष्पहरूको अनि एउटा बाल्नु आइहाल्नु आन्दोलन शान्तिपूर्वक भए तापनि आफ्नो अमूल्य ज्यान गुमाउनु परेको दियोलाई जलाउनेछौँ हामी जो जतिले दियो जलाइसकेका छौँ हामी लागेर अनुरोध गर्न चाहन्छौँ र जगतले बाल्नु पाउनुभएको छैन पालो पालो गरेर यो दियोलाई जलाइदिनु होला आज यहाँ मात्र होइन विभिन्न ठाउँमा व्यक्तिहरूको नाममा शोकसभा अनि श्रद्धाञ्जली कार्यक्रमहरू भइरहेको छ र आज हामी यो उर्लाबारी नगरपालिका यो चोकमा उपस्थित भएर व्यक्तिहरूको महान योगदानलाई स्मरण गर्दै उहाँहरूको त्याग र बलिदानलाई हामीले शिरमा राख्दै उहाँहरूको नाममा आज हामीले चर्चने कार्यक्रम गरेका छौँ शान्तिपूर्वक र्यालीहरू गरेका छौँ उहाँहरूको आत्माको तीर शान्तिको कामना गर्दै यो दियोहरू क्यान्डलहरू जलाइरहेका छौँ यो क्यान्डिलको ज्योति जस्तै आज परिवर्तनको ज्योतिहरू बलिरहेको छ र सदैव हामी यो ज्योतिलाई पालिरहनेछौँ हामी जेन्जी खुट्टा जेन्जी युवाहरू कहिले पछि हट्ने छैनौँ हामी निरन्तर यो ज्योतिलाई बालेर अघि बढ्नेछौँ र यो देशलाई एकदमै शान्तिमय प्रकाशमय बनाउने हाम्रो अवसर छ सबैजना हाम्रो युवा मित्रहरू हामी छोड्दैछौँ अभिभावकज्यूहरू जो जति हुनुहुन्छ हजुरहरूको पनि आशीर्वाद हाम्रो शिरमा रहेछ यो देशभरि आज गीत प्रदान गरिरहनु भएको छ उहाँहरूको नाम अब जसको हातमा क्यान्डल छ आज सबैजनाले क्यान्डललाई हामी माथि उचाल्नेछौँ शान्तिको कामना गर्छौँ सबैजनाले हाम्रो महान वीर सपूतहरूलाई स्मरण गर्दै त्यो क्यान्डललाई हामी माथि उचाल्नेछौँ गीत प्रदान गर्नुभएको छ र Keep the young
जिल्ला प्रहरी सरहरूलाई पनि यताततै रहनुभएको छ भने हजुरहरू पनि यो शोक सभामा यो दीपलाई यो क्यान्डललाई जलाउनको निमित्त आइदिनु म हार्दिक नमन गर्न चाहन्छु। उहाँहरूको आजको दिनमा धेरै हामीलाई सहयोग गर्नुभएको छ र उहाँहरूलाई पनि हामी धन्यवाद नदिरहन सक्दैनौँ। हृदयबाट नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ कि आज जेन्सीहरूले गरेको कार्यक्रमलाई आत्मसात गरेर समर्थन गरेर आजको यो कार्यक्रम सत्य र भव्यताको साथमा हामीले सुसम्पन्न गर्न सक्यौँ। हाम्रो स्वरहरू मेरो आवाजले हजुरहरूले सुनिरहनु भएको छ भने दीप प्रज्वलित गरिदिन आइदिनुमा हजुरहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु। अन्तिम घडीमा हामीले ती महान वीर सपूतहरूलाई सम्झिरहेका छौँ। नेपालमा नयाँ लाल जीवनशैली एउटा जनशक्ति छोडेर सदाका लागि जानुहुने हाम्रा सपूतहरूलाई हृदयबाट नै हामी नमन गर्दै उहाँहरूको आत्माले सदैव शान्ति प्राप्त गर्न सकोस् र उहाँहरूको सपना कि अधुरा सपनाहरूलाई बाँकी दिनहरूमा हामी जेन्सीहरू अनि अभिभावकज्यूहरू मिलेर अवश्य पनि पुरा गर्नेछौँ। यो अवसरको साथमा हामीले आज उहाँहरूको नामहरू दियोहरू भनिरहेका छौँ। भाइ बहिनी सदस्यहरू गइसकेको छ र हाम्रो जेन्सी भाइ बहिनीहरूको हातमा पनि क्यान्डल देखिरहेको छु र सबैजनाले क्यान्डललाई माथितिर राखिरहनु भएको पनि मैले देखेको छु।